को हो त हाम्रो देशको अहिले प्रधानमन्त्री भन्नु त? अहिले सुशीला कार्की। सुशीला कार्की। पहिला को थियो त सुशीला कार्की अन्त पहिला? पहिला केपी ओली। केपी ओलीलाई किन फाले त? शोषक के गरे अरे? जनतालाई नहेर्ने आफैले सोचेर खाने त्यस्तै गरेर तँलाई अब फेरि बनाउने कि नै त त्यसलाई प्रधानमन्त्री? त खै कसलाई बनाउँछन्? तपाईँलाई कसलाई बनाउला जस्तो लाग्छ? त्यही कसलाई राम्रो हुन्छ? कसलाई अब कसैको केही देख्न हेर्न पाइए छैन, कसैलाई चिन्ने छैन, कसलाई बनाउँदा जस्तो लाग्छ त? अहिले अब सक्रिय भएर जितेको अब त्यही रवि लामिछाने हो। अब के हामी चिनेको यहाँ आएको त्यो बालेन यता नि आएको छैन। यता आएको भनेको देखेको त्यही रविलाई हो। अब अरू कस्तो छ त रवि पनि त्यस्तै रहेछ। अब कसलाई रविलाई बनाउँदा हुन्छ त ठिक हुन्छ? बालेन भने बालेन हामीले देख्नै पाइए छैन। हो र? नदेखेका कानका माका त बालेन यहाँ आउँदैन नि बनाएर के हुन्छ राम्रो? त्यही नआए पनि त काम गरिदियो भने राम्रो काम गरेर के काम गर्ने? यहाँ त आउँदैन भने के काम गर्छ? त्यसले के काम गर्ने भयो त? के गाउँठाउँमा हिँड्ने, सबैलाई देख्ने, रेखदेख गर्ने, जो गर्छ जसले गर्छ नि, जसले सबैलाई जनतालाई हेर्छ त्यसलाई यो गराउँ, अरूले गराउने।